नमस्कार तपाईहरु सबैसँग आज म फेसबुकका मेरा मित्रहरू र सम्पूर्ण सहकारी अभियानमा लाग्नुहुने सम्पूर्ण बन्धुहरूसँग अभिवादन गर्दै आज म सहकारी यानी कि कोअपरेटिभ अन्तर्गत किसानहरूलाई जसलाई हामी किसानहरूको विभिन्न समितिहरू बनाएर जसलाई हामी प्याक्स भन्छौं, प्राइमेरी एग्रिकल्चर कोअपरेटिभ सोसाइटी। र विशेष गरी म आज किसानहरुकै बारेमा र किसानहरुलाई कोअपरेटिभ मार्फत के कस्तो सहुलियतहरू र सुविधाहरू र सहयोगहरू छ त्यो बारे म चर्चा गर्न गइरहेछु। र यसमा सर्वप्रथम म आज तपाईहरुलाई केसीसी माथि र तपाईहरु किसान साथीहरू, कृषक साथीहरू, तपाईहरुले तपाईहरुको आफ्नो क्षेत्रमा एग्रिकल्चर डिपार्टमेन्ट, कृषि विभाग तथा सहकारी ब्याङ्कमा तपाईहरुले अन्य ब्याङ्कहरूले पनि केसीसी कार्ड तपाईहरुलाई भर्न लाउँछन् र केसीसी मार्फत ऋण दिने गर्छन्। र यो केसीसी जुन छ केसीसी किसान क्रेडिट कार्ड एउटा भारत सरकारको कृषि क्षेत्रमा एउटा ठूलो एउटा अभियान हो। र किसान क्रेडिट कार्ड मार्फत एउटा डिजिटल कार्ड हुन्छ, यो एउटा परिचय पत्र जस्तो जहाँ तपाईहरुको सम्पूर्ण डिटेल त्यहाँ भरिएको हुन्छ। र यस मार्फत किसानहरुलाई विभिन्न खेतीहरुको लागि ऋण दिने गरिन्छ। र त्यो ऋणहरु सरकारले भारत सरकार एउटा निकाय छ नाबार्ड, र त्यो नाबार्ड राष्ट्रिय जुन कृषि अनि ग्रामीण विकास ब्याङ्क जुन छ त्यहाँबाट कृषकहरुलाई विभिन्न फसलहरुमा ऋण दिइन्छ। र कृषकहरुलाई आफूलाई आफ्नै खुट्टामा उभ्याउनका लागि र स्वावलम्बी बनाउनका लागि जुन एउटा यो अभियान छ, यो प्रयास छ। र केसीसी अन्तर्गत तपाईहरुलाई कृषकहरुलाई 7% को इन्ट्रेस्टमा विभिन्न फसल विभिन्न कृषि कार्यका निम्ति लोन दिइन्छ र 7% वार्षिक इन्ट्रेस्टमा सुदमा दिइन्छ भने तपाईहरुले समयमा त्यो ऋण तपाईहरुले फिर्ता गर्नुभयो भने त्यसमा तपाईहरुलाई तपाईहरुको 3% इन्ट्रेस्ट सबवेसन भन्नु मतलब तपाईहरुले जुन सुद बुझाउनुहुन्छ त्यो सुदको 3% सुद चाहिँ तपाईहरुको फर्किन्छ भन्नु मतलब 4% इन्ट्रेस्टमा तपाईहरुलाई सुदमा तपाईहरुलाई ऋण सरकारले दिएर तपाईहरुलाई स्वावलम्बन बनाउने जुन एउटा प्रयास गरिरहेको छ। र यो हाम्रो पहाडमा मैले अहिले म करिबन 2 दशक भन्दा अघिदेखि म यो सहकारी अभियानमा लागि परेको छु र म आफै पनि आबद्ध भएर काम गरिरहेको छु। र मेरो आफ्नो अनुभवमा अझै पनि पहाडका यी हाम्रो पहाडी जिल्लाहरुमा दार्जिलिङ पहाडमा हाम्रो दुईटा जिल्लाहरु अहिले बनिएका छन्, दार्जिलिङ जिल्ला अनि कालेबुङ जिल्ला। र दार्जिलिङका अधिकांश स्थानहरु चिया बगानले ढाकेको छ भने खरसाङको केही भाग मा हाम्रो कृषि कार्यमा त्यहाँका किसानहरु लागेका छन् भने दार्जिलिङ हाम्रो बिजनबारी प्रमुख रूपले बिजनबारी तकदा यी विभिन्न बिजनबारी प्रमुख रूपले हामी मान्न सक्छौं। र एकाध अन्य ठाउँहरु पनि छन्। र कालेबुङ चाहिँ अधिकांश कृषि बेल्ट भएको हुनाले, कृषि क्षेत्र भएको हुनाले कालेबुङमा अधिकांश क्षेत्रमा कृषि कार्य गर्नुहुन्छ कृषकहरुले। तर कृषकहरु अझै पनि यस केसीसी सँग अनभिज्ञ रहेको र म धेरै ठाउँमा जाँदाखेरि मानिसहरुले अझै पनि यो केसीसीमा किसानहरु काम गरिरहेका छन् आफ्नो बारीमा, तर उनीहरु यस बारे अनभिज्ञ रहेको मैले थाहा पाएँ। र आज म यो सोशल मिडिया अन्तर्गत तपाईहरुसँग रुबरु भएर तपाईहरुलाई तपाईहरुको गाउँमा आउन त म नसकौँला र तपाईहरुलाई आज म यस मार्फत पनि तपाईहरुलाई यो किसान क्रेडिट कार्ड बारे तपाईहरुलाई म के अवगत गराउन चाहन्छु। र यस बारे विभागीय अधिकारीहरु पनि छन्, तपाईहरुले त्यो अफिसमा गएर बुझ्दा पनि हुन्छ, ब्याङ्क छ ब्याङ्कमा गएर बुझ्दा पनि हुन्छ। तर आज तपाईहरुलाई म एउटा सानो मेरो प्रयासमा तपाईहरुलाई बुझाउने प्रयास गरिरहेछु। म पनि सिक्दै छु। सहकारी अभियानमा यो ठूलो विषय हो सहकारी। र तर सहकारीमा हामी समाजका सबै वर्गहरु हामी लाग्न सक्छौं आफ्नो पेशामा। र हामी एक झुण्ड भएर हामी सहकारी संस्था बनाएर हामी लाग्यौं भने यो एउटा हामी सबैको विकासको लागि, हामी सबैको कल्याणको लागि यहाँ एउटा मालिक हुँदैन सहकारीमा। र यसमा कुनै जात भात रङ पार्टी दल विशेष हैन केही पनि हेरिँदैन। यहाँ केवल तपाईको
आर्थिक र सामाजिक स्तर हेरेर एकै स्तरका मानिसहरू भेला भएर काम गर्नुभयो भने कृषि क्षेत्रमा कृषकहरू जसको एउटै उद्देश्य छ कृषि कार्यको निम्ति, त्यसरी नै कर्मचारीहरूको छ, विद्यार्थीहरूको हुन्छ, विभिन्न पेसामा लाग्ने पेसावार व्यक्तिहरूको पनि सहकारी समिति हुन्छ र यसरी काम गर्न सकिन्छ। र मैले अघि भन्दै थिएँ यो केसिसी कार्ड र केसिसी कार्ड अन्तर्गत तपाईँलाई ऋण लिँदाखेरि तपाईँलाई जुन ऋण दिएको हुन्छ त्यो ऋणको एउटा सीमा दिएको हुन्छ र विभिन्न अहिले एउटा मैले भन्दै थिएँ कोअपरेटिभ सहकारी विभाग ब्याङ्क, सहकारी ब्याङ्कले जुन लोन दिँदैछ हाम्रो दार्जिलिङमा जुन एउटा दार्जिलिङ कालिम्पोङको लागि जुन एउटा ब्याङ्क छ दार्जिलिङ डिस्ट्रिक्ट सेन्ट्रल कोअपरेटिभ ब्याङ्क भनेर हामी चिन्छौँ, सबैले कोअपरेटिभ ब्याङ्क भन्छन् र यो ब्याङ्कको कार्यक्षेत्र दार्जिलिङ जिल्ला र कालिम्पोङ जिल्ला दुईटा जिल्ला पर्छ र तमाम कृषकहरू हामीसँग जोडिएका छन् र अहिले हामीले डाटा हेर्दाखेरि हामीले अध्ययन गर्दाखेरि अझै धेरै कृषकहरू हामीसँग जोड्न बाँकी छ। धेरै कृषकहरू समितिहरूले प्रत्येक ग्राम पञ्चायतमा सहकारी समितिहरू बनाएका छौँ, तर धेरै ग्राम पञ्चायतहरूमा अझै पनि सहकारी समितिहरू बनिएका छैनन् र जुन ग्राम पञ्चायतमा सहकारी समितिहरू बनिएका छैनन् त्यहाँका मेरा कृषक साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँहरूले नजिकै खण्ड विकास अधिकारीमा जानुहोस्। त्यहाँ एकजना हाम्रा कोअपरेटिभ अफिसर हुनुहुन्छ, कोअपरेटिभ इन्सपेक्टर भनेर उहाँलाई सिआई भनिन्छ र उहाँलाई गएर तपाईँले भेट्नुहोस्, परामर्श लिनुहोस् र हामी पनि सहकारी समिति बनाएर कृषि कार्यमा अगाडि बढ्न चाहन्छु भन्नुहोस् र तपाईँहरूलाई त्यो समिति गठन गरेपछि त्यो प्रक्रिया पुरा भएपछि तपाईँहरूलाई म अर्को भिडियोमा यो सहकारी समिति कसरी बनाउँछ, कसरी गठन गर्न सक्छ त्यो अलग छुट्टै एउटा तपाईँहरूलाई म भिडियो लिएर आउने नै छु। तर आज किसान क्रेडिट कार्ड सबैभन्दा प्रमुख जसले चाहिँ किसानहरूलाई सोझो डाइरेक्ट तपाईँहरूलाई सहायता पुर्याउँछ। यसमार्फत तपाईँलाई विभिन्न ऋणहरू, तपाईँलाई विभिन्न फसलमा जुन जग्गामा जुन फसलहरू हुन्छ त्यो फसलको ऋणहरू त्यो समयमा नै ब्याङ्कले उपलब्ध गराउनेछ र त्यो ऋण तपाईँहरूले समयमा तिर्नुभयो भने तपाईँहरूलाई अझै आफूले बुझाएको इन्ट्रेस्टको पनि तपाईँहरूलाई सब्सिडी वापस गरिदिनेछ र यति सजिलोसँग तपाईँहरूलाई किसानहरूलाई अगाडि बढाउनु लागि जुन एउटा सरकारले जुन एउटा प्रयास गरिरहेको छ यसलाई हामीले हाम्रो लागि गरेको छ र हामी अगाडि बढ्नुको लागि हामीलाई एउटा कृषकहरूलाई सबल बनाउनुको लागि गरिरहेको छ र यसमा हामी नै अगाडि बढ्नुपर्छ र हाम्रो भूमिलाई हाम्रो क्षेत्रमा हाम्रा युवाहरू जुन पलायन भइरहेका छन् युवा साथीहरूलाई म अनुरोध गर्न चाहन्छु कि तपाईँहरूले यसरी सहकारी समितिहरू बनाएर जोइन्ट लाइबिलिटिज ग्रुप भन्छ, अझै सानो झुन्ड जोइन्ट लाइबिलिटिज ग्रुप बनाएर एसएचजी त गरिरहेका छन्, एसएचजी बनाएर पनि गर्न सकिन्छ। यसरी हामीले विभिन्न प्रोजेक्टहरू गऱ्यौँ भने हाम्रो ठाउँमा हामीले यो सम्भावना अहिले वर्तमानमा हेर्दाखेरि केही त खट्नै पर्छ, नखटी काहीँ पनि छैन। तपाईँहरू बाहिर जानुभयो भने पनि जहीँ पनि जानु भने परिश्रम त गर्नै पर्छ, तर आफ्नै ठाउँमा गर्नुभयो भने एक दिन तपाईँहरू फर्केर फेरि आफ्नै ठाउँमा आउनुपर्छ र हामी आफ्नै ठाउँमा बस्यौँ भने यसरी एउटा राम्रोसँग काम गऱ्यौँ भने र हाम्रै ठाउँलाई सम्हालेर बस्यौँ भने भोलि गएर तपाईँको उमेरको उतारधमा पनि तपाईँहरूलाई सुविधा हुन्छ र आफ्नो ठाउँ राम्रो हुनेछ र यसले गर्दाखेरि यो सहकारी अभियानलाई अझ हामी मजबुत र सशक्त बनाएर अगाडि लाने जुन एउटा अभिप्राय लिएर हामी काम गरिरहेका छौँ र यसमा तपाईँहरू सबै जहाँ सहकारी समितिहरू गठन भएको छैन तपाईँहरू पनि हामीसँग जोडिनुहोस् र तपाईँहरूलाई के असुविधा छ र जहाँ तपाईँहरूले भिडियोहरू हेर्नु हुँदैछ यो मेरो सामाजिक सञ्जाल मार्फत तपाईँहरूले यसलाई सेयर गरिदिनुहोस्, यसलाई अझै अन्य हाम्रा कृषक साथीहरूसँग पुर्याइदिनुहोस् र सहकारी अभियानको जुन छ यसलाई अझै हामी बढाएर लान सक्छौँ र म तपाईँहरूलाई विभिन्न यस प्रकारका भिडियोहरू तपाईँलाई म सहकारी मार्फत के गर्न सकिन्छ, सहकारी मार्फत हामीले हाम्रो समाजलाई एउटा व्यक्तित्वको आर्थिक र सामाजिक उन्नतिको लागि त हामी काम गर्छौँ नै, तर त्यो सँगसँगै हामीले पलायन भएका युवाहरूलाई हामीले कसरी गाउँ फर्काउन सक्छौँ, विभिन्न प्रोजेक्टहरू गरेर हामी गर्न सक्छौँ। यसको लागि राज्य सरकार, केन्द्र सरकार, दुवै सरकारका विभिन्न निकायहरू छन्, विशेषज्ञका टोलीहरू छन् र भारत सरकारका गवेषणा रिसर्च सेन्टरहरू छ। त्यो सेन्टरहरू म केही दिन अघि गएका थिएँ, त्यो सेन्टरहरूको काम अहिले उहाँहरूकोमा कोही पुगेकै छैन,
कुनै कृषकहरू गएका छैनन् आफ्नो समस्या लिएर, र हाम्रो समस्या हामीले नि हाम्रै ठाउँमा हामी एकअर्कामा गरेर मात्रै हुँदैन, हामी कृषि अधिकारीसँग पुग्नुपर्छ र विभिन्न यी ठाउँमा गएर हामीले ठिक ठाउँमा हामीले यसलाई एड्रेस गर्यौँ भने हाम्रो समस्या पनि समाधान हुन्छ भन्ने मलाई लागेको छ। र हाम्रा कृषि क्षेत्रमा जति पनि समस्याहरू आइरहेको छ यसलाई हामीले राम्रोसँग यसको निदान पनि पाउन सक्छौँ भन्ने मलाई लागेको छ। र तपाईँलाई कस्तो लाग्छ र यो बारे सुझाव पनि राख्नुहोस्। र यति भन्दै आजलाई म तपाईँहरूबाट बिदा लिएँ। धन्यवाद।